साथीहरू आज छुट्टीको टाइम हजुरहरूको छुट्टी कसरी बित्दैछ हामीहरूको त यसो गरेर बित्दैछ हजुर। आज यो छुट्टीको टाइममा थोड़ा टाइम हुँदैन अनि अलिकति थोरै घर फ्यामिली अलिकति मिठो बनाएर खाउँ कि भनेर यो राजमा राखेको छु। अनि राजमा राखेर यो खसीको ग्रेभी अनि चाहिँ यो सुकुटी बनाएको छु अचार। यो जहिले खाए पनि हुन्छ, हजुरहरूले घरमा बनाउन सक्नुहुन्छ। यसरी पहिला तेलमा फ्राई गरेर राख्नु अनि त्यसपछि मजासँग राखेर सिसाको उसमा राख्नु है, सिसाको बोतलमा राख्नु होला। त्यसपछि यसलाई जहिले खाए पनि हुन्छ क्या। यो चाहिँ जहिले खानुभयो भने हुन्छ। हजुरहरूलाई जति बेला सब्जी मिठो हुँदैन नि त्यो बेलामा एक एक पिस झिकेर खानु होला यो चाहिँ। अनि यहाँ चाहिँ मेरो श्रीमानजी हुनुहुन्छ। हाई एभ्रीबडी, नमस्ते। श्रीमानजीले यहाँ यो छोइला, खसीको छोइला, हातको छोइला भने यो नेवारी खानामा पर्न जान्छ है साथीहरू। हाकुको मतलब चाहिँ कालो हो। कालो छोइला भनेको चाहिँ पोलेपछि कालो हुन्छ, त्यसैले यसलाई हाकु छोइला भनिन्छ है नेवारीमा। छोइला भनिन्छ यसलाई, हाकु छोइला नेवारी खाना हैन, नेवारी खाना। उहाँ चाहिँ पहिला नेवारीमा यो नेवारी समुदायमा बस्नुभएको कारणले यो छोइला भन्ने उहाँलाई थाहा छ है, मलाई त त्यति थाहा छैन। तर टेस्टी हुन्छ है साथीहरू, बेसी टेस्टी। यो चाहिँ यस्तो मन पराउनुहुन्छ नि सबैजनाले, हाम्रो साथीहरूले नि मन पराउनुहुन्छ। हामीले पनि धेरैजनालाई बनाएर खुवाएको थियौँ, यस्तो मिठो हुन्छ। एकचोटि ट्राई गर्नु होला पोलेर यसलाई टमाटरको ग्रेभी बनाउनु, अनि चाहिँ दामी मिठो हुन्छ। यो चाहिँ यो भयो, खाना पाक्दैछ। अनि यो चाहिँ आलु अचार, यसलाई चाहिँ मैले थोरै रेसिपी चाहियो भने थोरै हजुरहरूलाई सेयर गराउने छु। यो चाहिँ आलुसँगै अनि टमाटर उस गरेर मिक्सर गरेर दालसँग मात्रै सिम्पल खाना यो चाहिँ यो गर्नुभयो भने हुन्छ। यहाँ चाहिँ ल धन्यवाद। आजको छुट्टी यति नै हो। हजुरको पनि सुखमय बितोस्। धन्यवाद।